गुड मर्निङ साथीहरू। बिहानै बिहानै किम्बु तुइत ठाउँ अनुसार के भनिन्छ है यसको नाम। साह्रै मिठो हुन्छ। पाकेर यस्तो कालो भएको हुनुपर्छ है, यस्तो मिठो हुन्छ नि यसको। अनि अचार चाहिँ यस्तो यस्तो खानुपर्छ, रातो रातो, साह्रै मिठो हुन्छ। र पाकेपछि चाहिँ यो एक खाले गुलियो हुन्छ। सानो बच्चामा त कहाँ चोर्न गइन्थ्यो है, कहाँ गएर चोर्न गएर हाँगा भाँचेर खाइन्थ्यो। अहिले चाहिँ यो फेरि यस्तो चिज हो नि, एउटा बोट बारीमा भयो भने बारीभरि हुन्छ। किनभने यो चराको फेभरेट हो। चराले खाएर जस्ताको तस्तै बारीभरि छरिदिन्छ क्या। त्यो भएको कारणले एकचोटि एउटा गाछी भयो भने हामी मानिसले त खान्छौँ, चरालाई पनि राम्रो आहारा हुन्छ। यो यति धेरै राम्रो आहारा हुन्छ नि। मेरो यो बोटमा दिनभरि चरा आएर खान्छ। हेर्नु न, सानो बच्चा बेलामा पनि यसरी नै खाइन्थ्यो। हातै रातो हुन्छ नि। तर खाली पेटमा धेरै पनि खानु हुँदैन है। फेरि यो एकदम फेरि यसले पेट दुखाउँछ, साह्रै पेट दुखाउँछ। यसलाई पनि बोटैभरि फलिरहेको छ मजाले। खासमा म चाहिँ किन रुख चढेको भन्दाखेरि आज तरकारी सिमी खानुपर्ने छ। सिमी चाहिँ यहाँ यो किम्बुभन्दा धेरै फलेको छ क्या, एकदम जुत्तै जुत्ता। छिप्पिसक्यो है, यति धेरै फलेको कि यस्तो छ। चाया र पोतो, कपाल पनि बुढो भयो फुलेर है। कपालै रिस उठेर मैले खुइलाइदिएको। यो खाले जात यति धेरै फल्छ नि।